चिकन काउन्टर कहाँ हो त अहिले अनि ठ्याक्क माछा गई चोक छेउमै हो सारे घले पुल भने कहाँ हो हजुर घले पुल खै त्यो त थाहा छैन लोकेसन सेयर गर्नु लोकेसन सेयर भन्नाले यो माछा पोखरी क्या त त्यो माछा पोखरी चोकबाट यस्तो भित्र सिध नि त्यहाँबाट एउटा पुल आउँछ नि के त हो त्यो पुल के म त खासै नाम चाहिँ थाहा छैन त्यो पुल थाहा छ नि त्यहाँ यो एउटा सामान दिनुपर्ने क्या खुसिरहेको पिएक्सएनको अँ त्यो त मलेसियन प्रोडक्ट के प्रोडक्ट भन्ने थियो होइन पहिला मलेसियन थियो अहिले चाहिँ उसमा बन्छ अरे नेपालमै एउटा चिज मात्र मलेसियाबाट आउँछ अरे के हो भनेर यहाँतिर त कस्तो गर्मीमा नि तर चिसो हुन्छ है यो ठाउँ चाहिँ यहाँ डाँफे नि छ नि दाइ यो त अनि निक्लिन्छ हो नि त लालीको राष्ट्र उयो अलिक पाउँदो रहेछ नि त माथि माथि गएर टिप्न पाउँदैन रहेछ पहिला एकचोटि टिपेमा जो थर्काइरहेको रहेछ त्यही त केही न केही चाहिँ सिकिदिनु पऱ्यो भने कि अनि ब्याग त जुन जाने साथीभाइ पायो भने रमाइलो गर्दा गर्दै बरु टाइम पासमा होइन जुन पनि हो मेरो त पेट घटाउँछ हो टक्क हल्का छाती मात्र निकाल्न पाएँ अब हाइट भने बढ्दैन निस्किन्छ हामीले ज्यानलाई केही गर्दैन खानेर सुत्ने भयो एक्सर्साइज एक्सर्साइज छैन होइन पहिला के भयो है त्यो आउँदाखेरि क्या यहाँतिर घरै थिएन नि यही बाटो त हिँड्ने हो नि नुहाकोट जाँदा त 35 किलोको हामी फर्स्टमा आउने बेलामा यहाँ भन्दै हुन्थ्यो क्या यत्रो खानु बस्दैन क्या गफ हानेको त्यो केटाहरूले होइन हो जस्तो लाग्ने क्या आफूलाई नि यहाँबाट जाने हो ल ल हामी बरु यतैबाट चाँडै हुन्छ है ओ यहाँबाट त कहाँ हो हाइकिङ जाने बाटो रहेछ त यो हाइकिङ यही त हो नि टिकट काटेर जानुपर्छ एक दिन तपाईँलाई आयो जब गाह्रो छ भने त यो हिँड्न झ्याउँछ हौ यत्रो यार गोसाइगुन्डा फिगुरी यस्तो नि त त्यहाँ भनेको राम्रो भ्यू छ म गइसकेँ नि त यहाँ म जाँदाखेरि सर्टकट होइन आउँदाखेरि 22 किलोमिटर हिँडेर आएको मैले त सबै थाहा नि त रोड हिँडेर आइदियो भने कस्तो छ माथिबाट त राउन्डै घुम्छ नि त फेरि उतातिरबाट त रोडको त खगी हुन्छ पछि चाहिँ इरिटेट लाग्छ क्या पछि यो जाने आउने अब त्यही सर्टकट वे नै गर्छ भने त ठिक छ अहिले चले हाइकिङ हो यहाँ जामा चोक है दुःख पर्छ नि त अनि यो त पानीको सिजनमा त ए तङ्गे ताइगे
कम टेन्सन नउठ्याउने टिभे त हिँड्यो तङ्गे त्यो रुखबाट झर्छ नि त कहाँ टिपेत हुनु कति यहाँबाट कति किलोमिटर छ माथि माथि त धेरै त छैन होला तर रोड चाहिँ 22 किलोमिटर रहेछ हिँडिसकेर थाहा भयो भने यहाँसम्म आउनु